बस मैले चलाउन नि अन्त मोबाइल हो कि चलाउँछौ र चलाउनु खै त अमला दिएनौ त भन्दालाई एक्लै एक्लै खासु यार अमला दिएर पकाऊ खै त थ्याङ्क यू भनेको हो नेपाली पढ्न लागेर भाइ रहेछ नि त दिदी हो सिनियर कति महिनाले यो को अरे यो को अरे यो पेम्बा के कार्तिक मुसिर बुढा फागुन 7 महिना जेठी छ ए भान्जी अरू के भन्ने हो भन नि त छिटो छिटो नेपालीको तिर जति नर्छ सब भ्याउनु म भनेको बे के प्रभु बे भ्या छैनन् अनि त्यो लोककथा कथा पढेर त्यो गर्ने ए4 साइज पेपरमा हैन त्यो अर्को बुकमा गर्ने मलाई मेसेज आथ्यो यहाँ भर्खरै त्यो के अर्को छ त बाबु बाबु तिम्रो अर्को कपी के नमातिकिन बस छिटो किन हो क्या हजुर फेरि भएन फेरि कता गएको बिग्रेर 17 सेकेन्ड पछि हुन्छ अब मामाले नि जान्दैन ल क्या अहिले छोडिदिनु पहिला त्यो के हो भन्ने यिनले खै त्यो डायरी कता छ तिम्रो डायरीमा देखाउ त के लेख्न छ अब डायरी खै त्यहाँ छ होला कता हो त्यो होइन यो हो डायरी यिनको डायरीमा यहाँ रोक रोक डायरी के गरेको थियो यिनले के गरेको थियो भान्जाले फेरि पिटा खायो भन्दाले पुस्तक विवेचना बाँकी छ यहाँ सब एउटा बुक पढेर एउटा कथा पढेर त्यसको बारेमा लेख्न बाँकी छ नाटक गरेको होइन फेरि यिनले अब होमवर्क भ्याएपछि मात्र भेट्ने तिमीहरूले हो कि नै न त नभेट्ने पहिला होमवर्क भ्याउने सबै होइन हिँड्न अहिले त होइन नजाऊ भान्जी नजाऊ है नजाऊ कोही पनि नजाऊ कहाँ जाने राति राति धेरै नमात्यो के भान्जा यहाँ आऊ नचल अरे दिदी हो त यो दिदी हो हजुर आउन चोट लाग्छ अहिले नमात्यो है खस्यो रुमाल नजाऊ भान्जा पहिला यिनले त होमवर्क भ्याएन नि त अनि कहाँ यिनी जान पाउँछ नि त अनि तिमीहरूले पो भ्याइसक्यो त्यो होमवर्क अनि अब होमवर्क नभ्याइसम्म आउनु अब होमवर्क नभ्याइसम्म आउनु नभन अन्त त्यही भन ए त्यस्तो यो चढेर खाना बाँच्नु गर्दाखेरि भान्जा यहाँ बस ज्ञानीबाट बस्छ तिमीहरूको म फोटो खिच्छु यहाँ बस सबैको ग्रुप फोटो के नगे तिमी सिनियर सबभन्दा ठुलो दिदी हो त बस यहाँ ल है भान्जा फेरि हेर्न छोडा भनेको अनि छोड के ए भान्जा छोड भान्जीले छोड यी पातली छिन् के यिनको हड्डी बाँचिन्छ नगर भान्जा छोड भनेको अरे भने नमान्ने हो तिमी छोड के भान्जा चोट लाग्छ अहिले अरे मम्मीलाई फोन गर्छु रोक होइन मम्मीलाई फोन गरौँ यहाँ ए नगरे मेरो भान्जालाई नसोक नजाले चोट लाग्छ है भान्जा फेरि
अब होमवर्क गर्ने भने होइन होमवर्क गर्न आउँछु त जान लगाएको सार्न यी हेर्नु न के गर्न खानु नै हेर्न आएको सबैले पिट्ला न अहिले फेरि भान्जा ज्ञानी गर्दै पढ उठ भान्जा ए दिदीसँग नमात्यो कि भान्जा यिनलाई राम्रोसँग सम्झाऊ है भान्जी तिम्रो दाइलाई ए चोट लाग्छ अहिले यता टोपी लगाऊ टोपी लगाऊ ए नआन मेरो भान्जालाई नत्र कट्टी गर्छौँ भन न नत्र बोल्दैन हेर न होमवर्क गरेपछि आउँछ नि होमवर्क गर क्या अलिक ज्ञानी चकचक गरेर गयो कि नै ल त्यहाँ बस्छ भयो कि गइसक्यो अरे जानेन 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 बाई बाई गरिसकेपछि जानेन क्या उता बस्छ अझै थम्सअप कस्तो अरे बाबु कस्तो अरे बल्ल रोक अब तिमीलाई पकडा चोर पकड गयो मम्मी यहाँ